हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मात्रै टिप्पणी गर्ने इच्छा राख्छ जसले टिप्पणीका लागि आफ्नो स्तर मेन्टेन गरेको हुन्छन्। हो, हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्, यसपटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हराई हुन्, अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्ट्याटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै सङ्केत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झन्डै झन्डै दङ्गा मच्चाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोरो विष वमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे। उद्देश्य हर्कको पनि चन्द्र छुने नै देखिन्छ। संसदमा 7 सिट भए पनि आफूलाई प्रधानमन्त्री हुने योग्यताको मान्छे हो भन्ने ठान्छन्, तर व्यवहारमा कुनै धर्म जाति विशेषबाट माथि उठ्न सकेका छैनन्। देशको प्रधानमन्त्री हुने सपना पाल्ने मान्छेले धर्म, जाति, सम्प्रदाय, क्षेत्रगत भावनाभन्दा माथि उठेर राष्ट्रिय हुन सिक्नुपर्छ। हामीले केपी ओली, प्रचण्ड, पहिले शेरबहादुर देउवाको अनवरत बारम्बार कटु आलोचनाका श्रृङ्खलाहरू प्रस्तुत गरेका छौँ, तर याद गर्नुहोस् त, नेपालमा धार्मिक दङ्गाको वातावरण हुँदै गर्दा यी नेताहरूले आगोमा घिउ हाल्ने काम गरे त? पक्कै पनि गरेनन्। यही भएर यिनीहरू प्रधानमन्त्रीको रूपमा डिजर्भ गरे। अहिलेको धार्मिक तनावको सबैभन्दा राम्रो फाइदा त राजेन्द्र लिङ्गदेनले उठाउन सक्थे, किनभने उनीहरूको घोषित एजेन्डा नै हिन्दू राष्ट्र हो। लिङ्गदेनलाई पनि थाहा छ कि देश भनेको धर्म, जाति, सम्प्रदायभन्दा माथिल्लो कुरा हो। धर्म, देश मध्ये कुन छान्ने भन्ने प्रश्न आएको दिन लिङ्गदेनले हिन्दू धर्म रहे रहोस्, नरहे नरहोस्, तर देश रहनुपर्छ अवश्य भन्ने छन्। नेता र जोकरहरू बीचको भिन्नता यस्तै सङ्कटको बेला देखिन्छ। दर्शकबिन, नेपालको संसदबाट चुच्चे नक्सा जारी गर्ने बेला तराई ल मित्रहरू सबैजनालाई हार्दिक नमस्कार छ। मैले यो सानो क्लिप यहाँ पोस्ट गर्न गइरहेको छु र यो क्लिपमा चाहिँ मैले एउटा त्यसको उत्तर मैले दिइराख्नु पर्दैन थियो होला, तथापि भ्रमहरू छर्छन् धेरै। त्यसले गर्दाखेरि त्यो भ्रम चाहिँ छर्ने बित्तिकै त्यसलाई चाहिँ सफा गरिहाल्नुपर्छ। भ्रम छर्नु भनेको त्यो फोहोर गर्नु जस्तो हो, होइन? फोहोरलाई चाहिँ राखिरह्यो भने त्यो दुर्गन्धित हुन्छ। त्यसले गर्दाखेरि क्लियर गरिहाल्नुपर्छ भन्ने चेतना मात्रै हो। र सबैजनालाई जय माटो जय देश भन्न चाहन्छु। सुरुमा यो सिधा कुरा, जनतासँग सिधा कुरा कि खोइ के जति कुरा भन्ने कि एकजना वीरेन्द्र जैरू भन्ने हेऱ्यो, खोइ नाम चाहिँ थाहा छैन खास त्यस्तो, त्यसो भन्ने मैले यहाँ सुने एउटा क्लिप आएको छ। त्यो क्लिपमा चाहिँ उसले थुप्रै आरोपहरू मलाई लगाएको रहेछ। सबैभन्दा पहिला चाहिँ उसले श्रम संस्कृति पार्टी चाहिँ प्राइभेट कम्पनी भनेर छ। यो प्राइभेट कम्पनी होइन, यो चाहिँ निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो, जुन पार्टी स्थापना भएको 2 महिनामै होइन राष्ट्रिय पार्टी बन्न सफल भयो होइन। त्यतिखेर पनि तर चुनावको बेला हामीलाई प्रचार प्रसार गर्न पनि दिएन। टी सर्ट लगाइराखेको पनि खोल 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 भनेर प्रहरीहरू खटाइएको थियो। र तपाईँको चाहिँ के अरे 14 दिनको विन्डोमा मात्रै प्रसार गरे भन्ने खालको रिस्ट्रिक्सन्स लगाइएका थिए। ती सारा कुरा हुँदाहुँदै पनि त्यसका बावजुद हामीले यसलाई 5औं ठुलो राष्ट्रिय दलको रूपमा चाहिँ नै स्थापित गऱ्यौँ। यो निर्वाचन आयोगमा दर्ता भएको हो। त्यसले गर्दाखेरि यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु, उसले निकै मच्चिएर आरोपहरू के लगाइरहेछ। अर्को कुरा चाहिँ श्रम संस्कृति पार्टीको ढुङ्गा बोक्ने मात्रै काम हो, सिद्धान्त त्यति मात्रै हो भनेको छ। श्रम संस्कृति पार्टीको सिद्धान्त के हो भनेर बुझ्नको लागि चाहिँ एकचोटि ट्युसन पढ्नलाई आयो हुन्थ्यो यो मित्र। अब आउँदैन होला बिचरा, अरूले नै भरण पोषण गरेको तपाईँको पत्रकार देखेँ मैले। र ढुङ्गा बोक्न तपाईँको चाहिँ के अरे मात्रै हो, ढुङ्गा बोकेर देश बन्छ भन्छ। त्यो साथीलाई थाहा हुनुपर्ने कुरा के छ भने
हाम्रो देशको सबभन्दा ठुलो खनिज भन्ने उसलाई थाहा छैन छ ढुङ्गा भन्ने सबभन्दा ठुलो खनिज चाहिँ ढुङ्गा हो हाम्रो होइन सबैभन्दा ठुलो सम्पत्ति नै ढुङ्गा हो त्यो ढुङ्गा नबोकिकन बाटो पनि बन्दैन घर पनि बन्दैन होइन यो साथीले जहाँ बसेर चाहिँ नै होइन मुख बजाइरहेको छ त्यो अफिस पनि ढुङ्गाबाट नै निर्माण भएको छ र ढुङ्गा बोकेर हामीले निर्माण गर्नुपर्छ भन्ने चिज हो ढुङ्गा नबोकिकन केही पनि बन्दैन होइन ढुङ्गा नबोकिकन तपाईँको मुख बजाएर पैसा कमाउने बानी भएकै कारणले गर्दाखेरि देश नबनेको विदेशी ऋणले थिचिएर अब ब्ल्याक लिस्टेड हुन आँट्यो ब्ल्याक लिस्टेड भइसकेपछि विदेशीले ऋण पनि दिँदैन होइन विदेश जहाँ गएर काम गर्नु पनि पाइँदैन पासपोर्ट पनि सिज हुन्छ त्यहाँदेखि थाहा हुन्छ अनि अर्को साम्पाङले भन्नु खोजेको कुरा के रहेछ भन्ने कुरा थाहा हुन्छ हाम्रो श्रम संस्कृतिको श्रमप्रतिको एउटा लगाव श्रमदान काम गर्नुपर्छ काम गरेर स्वाधीन बन्नुपर्छ स्वाधीन अन्त अर्थतन्त्र हाम्रो देशमा चाहिँ विकसित गर्नुपर्छ भन्ने जुन हाम्रो सिद्धान्त छ उसलाई चाहिँ ढुङ्गा बोक्ने भनेर भन्नुभएको छ ढुङ्गा नबोकेर चाहिँ के तस्करीको सुन बोकेर भन्छ त देश वीरेन्द्र जैरू कि के जति भन्ने मित्र के भनेर भन्छ त देश होइन यो मेरो क्लिप चाहिँ सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु होला र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यूबाट मेरो लिनु नि हो होइन इन्टरभ्यू मेरो लिनु नि मुख चुप बनाएर तपाईँको पत्रकारिता होइन नगर्नेसम्म बनाइदिन सक्छु म उसको इन्टरभ्यूमा होइन चाहन्छु नि सम्झेर होइन यसो चाहिँ नि ढुङ्गासुङ्गा बोकेको सम्झेर होला के भनेर आरोप सारोप लगाएर चाहिँ नि कसले कति दिएर होइन भरण पोषण के गरेर चाहिँ नि साथीले यस्तो गीत गाएको हो साथीलाई म भन्न चाहन्छु एउटा इन्टरभ्यू मेरो लिनु होइन इन्टरभ्यू मेरो लिनु त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु म यो सेयर गरेर त्यो मान्छे कहाँ पुऱ्याइदिनु सबैलाई म भन्न चाहन्छु टिप्पणी गर्न लायक पनि नभएको भन्ने कुरा टिप्पणी गर्न लायक नभएको भने किन त्यो भनेर भनिराखेको होइन मलाई गाली गर्न खोजेर नै तपाईँको त्यो टिआरपी बटुलेको होला होइन नत्र भन्दा किन मेन्सन गरिराख्नु तपाईँले त्यो चिज तपाईँ चाहिँ कुन लेभलको तपाईँको चाहिँ के अरे पत्रकार हो र एकचोटि इन्टरभ्यू लिनु न है त्यसपछि थाहा भइहाल्छ नि को कतिको लेभलको रहेछ भन्ने कुरा त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि तपाईँको पत्रकारिता नगर्ने खालको बनाइदिन्छु अर्को कुरा हर्कराज राई मात्रै देशको प्रधानमन्त्री बन्न लायक सम्झन्छ यसो मान्छेले भनेर भनेर छ मैले त्यस्तो ले भनेको छु होइन तर एउटा राष्ट्रिय दल चलाएको मान्छे है एउटा दलको अध्यक्ष भइसकेपछि त्यो प्रधानमन्त्री भन्ने पद चाहिँ व्यक्तिको निजी हो र होइन त्यहाँ पुग्न पनि सकिन्छ के छ र होइन पत्रकारिता छोडेर आउँदा हुन्छ तपाईँ पनि आउँदा हुन्छ तपाईँ पनि सक्नुहुन्छ के छ र त्यो चिज हो त्यो मैले कुनै पनि हालतमा त्यो भनेको छैन र यो देशलाई अत्यन्तै धेरै माया गर्ने मान्छे भएको कारणले गर्दाखेरि होइन म जस्तो यो देशलाई माया गर्ने मान्छे चाहिँ बन्नुपर्छ देशको नेतृत्व भन्ने कुरामा म क्लियर छु तपाईँ पनि क्लियर बस्नुहोस् देशलाई माया नगर्ने मान्छेहरूले देश चलाएको कारणले होइन देशको हालत यो भयो न सिमानाको टुङ्गो छ जनताको जनजीवनको टुङ्गो छ होइन जहिले हल्ला हो हल्ला है जहिले चाहिँ आगजनी तपाईँको चाहिँ अराजकता यी सारा कुरा किन भइरहेछ भन्दाखेरि देशको माया छैन त्यसले गर्दा स्वदेशी विचार बोक्ने मान्छेले चलाउनुपर्छ देश आदिवासी मात्रै जनता उसको भनेर भनेको छ मैले कहिले त्यस्तो भनेको छु होइन आदिवासी भनौँ या जोसुकै भनौँ 3.5 करोड नेपालीको देश हो यो 3 करोड नेपालीलाई मैले जनता सम्झिरहेको छु 3 करोड नेपाली मध्येको एउटा जनता म पनि हो के छ र त्यसमा त्यो मैले कहिले त्यस्तो भनेको छु तपाईँलाई कहिले त्यस्तो लाग्यो यो साथी रहेछ यो कुन चाहिँले कति पैसा दिएर उ गरे हो नि अर्को कुरा हिन्दू धर्मलाई धर्म नमान्ने किराँतलाई मान्ने इस्लाम र तपाईँको चाहिँ नि इसाईलाई मान्ने भन्ने हिसाबको चाहिँ नि अभिव्यक्ति आइरहेछ हिन्दू धर्मलाई मैले धर्म नमानेको भएदेखि तपाईँको चाहिँ नि मठ मन्दिरतिर के गर्न जान्छु म होइन तपाईँको चाहिँ नि मन्दिर बनाइदिइरहेको छु मैले धरानमा होइन सूर्यनारायण भगवानको मन्दिर बनाउने मान्छे होइन म मम्मीहरू हुँदाखेरि मैले त्यो जग्गा एलोकेट गरिदिएँ त्यहाँदेखि शिलान्यास गरेँ त्यो मन्दिर स्थापना भएपछि उद्घाटन गर्ने मान्छे होइन म के भन्न खोज्यो यो मान्छेले हरेक धर्मलाई रेस्पेक्ट गर्छु म
अफवाह नफैलाउनुहोस्, तपाईँलाई कति पैसा दियो होइन, कसले दियो त्यो भन्नु नि। यहाँ बरु एउटा मेरो इन्टरभ्यू लिनु, ओके, सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु, लाइभ रेकर्डेड होइन, बेकारको जे पाते भनेको छ, अफवाह फैलाएको छ है, जे पनि हर्क साम्पाङले गराए, जे पनि हर्क साम्पाङले, सबै घटना हर्क साम्पाङले गरेर मैले भनेको छु। मलाई भगवान् मान्नु नि, ईश्वर मान्नु, भगवान् र ईश्वरको खरखटनमा मात्रै सबै थोक हुन्छ अरे भन्ने छ नि त बुझाइ होइन। त्यसै छ को कसले के गर्छ होइन, सबै कुरा मलाई चाहिँ जिम्मा दिने। अहिले पानी पर्दैछ, म हर्क साम्पाङले गर्दा भएको हो भन्नु, त्यो स्टुडियो पनि त मैले गर्दै चलाएको होला होइन। अचम्म लाग्छ। अरू कुरा धरानको मेयर हुँदाखेरि धार्मिक द्वन्द्व गराएर, कहिले गराएँ मैले धार्मिक द्वन्द्व, कहाँ गराएँ, के छ प्रमाण है। आफै हाम हल्ला गर्दै आउने हर्क साम्पाङ मुर्दाबाद मुर्दाबाद भन्ने है, सबै यो राजनीति हो तपाईँको, मलाई थाहा छ। तपाईँ कुनै दलको एउटा चाहिँ नि होइन, तपाईँको पत्रकार हो, कुनै दलको कार्यकर्ता हो तपाईँ, त्यसले गर्दाखेरि त्यो दलबाट परिचालित भएर हर्क साम्पाङलाई कसरी चाहिँ के गरौँ भनेर चाहिँ तपाईँको त्यो टिममा आबद्ध भएर यता गरिराख्नु भएको छ। छोडिदिनुहोस् है, तपाईँको आत्माले तपाईँले थुकिरहेछ हौ, आत्माले थुकिरहेछ, अनि मुखले जे पाते भनेर के गरेको थियो। अचम्म लाग्छ। पत्रकारिता पनि यस्तो हुन्छ, के रिपोर्टिङ हो त्यो, जथाभावी बोलेछ, यो त्यो भनेको छ। कति पैसा पाउनुहुन्छ यस्तो बोलेको? एउटा इन्टरभ्यू मेरो लिनु होइन, लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गरौँ, तपाईँले गाह्रो हुन्छ। त्यस्तो बनाइदिन्छु, च्यालेन्जै भयो होला। जे पाते बोलेको चाहिँ सबैलाई यस्तो खालको अफवाह फैलाउनेहरूलाई चाहिँ यही खालको तपाईँको चाहिँ के अरे उत्तर दिनु होला। धन्यवाद छ, नमस्ते, जय होस् सबैको।